निर्मलाजी आफै स्वयं महिला हुनुहुन्छ, एउटा महिलाको चरित्र हत्या गरेर कानुनी दायरामा ल्याउँदाखेरि उहाँले लेख्नु भएको कुरा र बोल्नु भएको त्यो कालो पट्टी लाउनु भएको कुरा चाहिँ गजब लागेर आउँछ क्या। महिलाको लागि महिला नै शत्रु हुन्छ भनेको चाहिँ हामीलाई साथ हुनु पर्दैन। सत्य छ क्या मसँग, सत्य डगमगाउँदैन। हिजो मलाई एउटा मेरो उदाहरण हेर्नुहोस्, हिजो मलाई महेश बस्नेतले यही सडकमा नाइट ड्रेसमा लहटेको थियो, आज त्यसका घर परिवारै लिएर कट्टु पनि लाउन नपाइकन जिएनजीले लहटे त मेरो आँखाले देखेँ। म एमालेमै छनन विद्रोह गर्ने छोरी हो, तपाईँले कतिको हेर्नु भएको छ मलाई थाहा छैन। म त्यही पार्टीको केन्द्रीय सदस्य हुँदा नि गरेको। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको पात्र हाम्रै मातहतमा रहेको एउटा आइजिपीलाई चाहिँ यसरी बोलियो, यो चाहिँ मलाई मर्यादित भएन र योमा असन्तुष्टि छ भनेर गृहमन्त्रीज्यूले पनि बोलिसक्नु भएको अवस्था छ। यो पक्कै पनि निगरानीमा राखेको विषय होला। अब खगेन्द्रजीलाई चाहिँ मलाई लाग्छ एउटा त्यही भएर अघि मैले अभियन्ता भन्न रुचाउँदिनँ भनिरहेको थिएँ क्या, तपाईँहरूले बुझ्नु भएन। मैले यो व्यङ्ग्यात्मक रूपमा साङ्केतिक रूपमा मैले यही वर्डहरू बोलिरहेका थिएँ। त्यहाँ जाने साथीहरू यही सडकमा बसेर साङ्लै लगाए। केपी शर्मा ओलीकै मातहतमा सरकारी वकिल थियो, केपी शर्मा ओलीकै मातहतमा उच्च अदालत थियो। पहिलाको भाष्य नै उच्च अदालत एमालेको, सर्वोच्च काङ्ग्रेस र एमालेको। ल फेरि अर्को त्यसर्न थाल्छन् क्या, गरेर भ्याएपछि भ्याए हुन्छ। म धेरै बोल्ने बच्चै आइनले दिदी भनिहालेर पो गरिहालौँ मलाई लाग्यो। यतिखेर माइतीघर मण्डलामा हामीसँग शोभा पाठकजी हुनुहुन्छ। हजुरले नै थाहा पाउनुभयो होला, हालसालै पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले हिरासतमा लिनुभएको छ। यस विषयमा के छ त हजुरको धारणा? कसैको चरित्र हत्या गर्नु पत्रकारिता हो कि होइन भन्ने विषयमा के भन्न चाहनुहुन्छ? यस्तो छ, सबैभन्दा पहिला चाहिँ पत्रकार हो भन्दैमा कसैको चरित्र हत्या गर्न मिल्दैन र कानुन सबैलाई बराबर हुन्छ, न पत्रकार न प्रधानमन्त्री न सामान्य नागरिक। कानुन चाहिँ सबैलाई इक्वालिटी हुनुपर्छ भनेर बोल्दै आएको म। तर पछिल्लो चरणमा अहिले धेरै व्यक्तित्वहरूले भनेको सुने महान पत्रकारलाई चाहिँ समात्यो भनेर। तपाईँहरू आफै एउटा पत्रकार हुनुहुन्छ, पत्रकारको धर्म के हो त, पत्रकारको आचार संहिता के हो त, त्यो नियमभित्र छ कि छैन त भन्ने कुरा चाहिँ मोस्ट इम्पोर्टेन्ट हो। पत्रकार हो भन्दैमा कसैको व्यक्तिगत लाइफमा छिरेर कसैको चरित्र हत्या गर्दैमा खोजमूलक पत्रकार चाहिँ बन्न सक्दैन। यो चाहिँ यति गरिन्छ भने त्यो चाहिँ पित पत्रकारिता हो भन्छु। र अर्को कुरा, म आफै पनि भिक्टिम थिएँ 4 वर्षभन्दा अगाडि। मेरो व्यक्तिगत जीवनभित्र छिरेर यति धेरै चरित्र हत्या गर्नुभयो। दोस्रो शेषा कार्की बनाउन खोजिएको थियो, तर मैले त्यो आँट र साहस हिम्मत गरेर धेरैजना साथीहरू मसँग त्यस्ता पीडितहरू जोडिएको कारणले गर्दा उनीहरूकोलाई हेरेर पनि बाँच्ने आँट गरेर सडकमा छु। तर उहाँले मलाई पनि नङ्ग्याउनलाई नखोजेको चाहिँ होइन, धेरै नै कोसिस गर्नुभएको हो। तर मैले त्यो आँट र साहसले आज यहाँ छु। उहाँलाई थुन्दैमा सबैजना मैले देखिरहेको छु सडकमा रोइलो गरिरहेको। कतिपय चाहिँ त्यहाँभित्र पत्रकारिता हुनुहुन्न क्या, पत्रकारिताको धर्म निभाउने व्यक्तित्व हुनु हुँदैन। मलाई एउटा कुरा भन्न मन लाग्यो तपाईँहरूको मिडिया मार्फत, निर्मलाजी आफै स्वयं महिला हुनुहुन्छ, एउटा महिलाको चरित्र हत्या गरेर कानुनी दायरामा ल्याउँदाखेरि उहाँले लेख्नु भएको कुरा र बोल्नु भएको त्यो कालो पट्टी लाउनु भएको कुरा चाहिँ गजब लागेर आउँछ क्या। महिलाको लागि महिला नै शत्रु हुन्छ भनेको चाहिँ स्पष्ट रूपमा देखिन सकिन्छ। आदरणीय दिदीलाई म अपिल गर्न चाहन्छु, तपाईँले आफू महिला नै भएको बिर्सिनु भएको हो कि जस्तो लाग्न थालेको छ मलाई। तपाईँले यसरी लेख्नु चाहिँ गलत छ। तपाईँ पत्रकारको महासङ्घको अध्यक्ष हुनु होला, त्यो फरक बाटो रह्यो। तर सबैभन्दा पहिला हामी सरकारको कुनै अङ्गमा बस्दा महिला भनेको के हो भनेर बुझ्नुपर्छ क्या। हामी महिला हो सबैभन्दा पहिला, अनि मात्रै हाम्रो पद हो। त्यसरी जानुपर्छ र यो चाहिँ कानुन सबैलाई बराबर हुनुपर्छ। छानबिन गरेर दोषीलाई हदैभन्दा कारबाही होस्, यदि दोषी छैनन् भने पक्कै पनि रिहाई हुन्छ। तपाईँ माथि नै केही समय अगाडि आक्रमण हुन खोजेको भनेर भन्नुभयो होइन, त्यो समयमा तपाईँले केही कदम चाल्नु भएन? यस्तो थियो, आक्रमण भन्दा पनि उहाँले मलाई पटक पटक नङ्ग्याउने कोसिस गरेर लेख्नु भएको थियो। मेरा भाइहरूसँग जोडिएका फोटाहरू पनि देखि लिएर गएर मेरो आफ्नै पनि सेन्दो लागेको बेलामा कति बेला खिचेको मेरो त चोरले लगेको मोबाइल हो। म त अझै यो प्रहरी प्रशासनलाई अनुरोध गर्न चाहन्छु, ती फोटाहरू कहाँबाट आए अनुसन्धान क्या, यहीँबाट स्टार्ट मेरो पनि अनुसन्धान हुनुपर्छ। अब त्यो फोटाहरू कहाँबाट आए, मेरो चोरिएका मोबाइलका चिजहरू त्यो पत्रकारले सार्वजनिक गर्छ भने त्यो पत्रकारलाई कसले दियो त? अब म त एकदमै खुसी छु कि त्यो ल्यापटपमा त्यो डिभाइसहरू जति पनि प्रहरीले ल्याउनु भएको छ, पक्कै पनि यो सरकारले त्यहाँभित्र चाहिँ कस्तो षड्यन्त्र रहेछ भन्ने कुरा चाहिँ मेरो घटना पनि निक्लिन्छ भन्ने मैले आशावादी छु। हजुर, सरकारसँग निकै आशावादी देखिनुहुन्छ हजुर होइन? यस्तो छ, हजुर आफ्नै केस लिएर कति समयदेखि माइतीघर धाउने, सरकारी कार्यालयहरू धाउने गरिरहनु भएको छ, अहिलेसम्म न्याय पाइरहनु भएको छैन, तैपनि आश बोकिरहनु भएको छ। यस्तो छ, मान्छेले सास रहेसम्म आश हुन्छ अरे होइन। 12 वर्षमा खोला फर्किएको हामीले देखेका छौँ इतिहास।
मेरो त भर्खरै 4 वर्ष भएको छ। अर्को कुरा 4 वर्ष किन भयो भन्दा केपी ओली जस्ता बादशाहहरूले चाहिँ आज आफ्नो आडमा रहेर ती अपराधी तत्त्वलाई संरक्षण गरेर राखेको कारणले भएको हो। मेरो मुद्दा त भद्रगोल बनाएको थियो नि त। 4 वर्ष नपाएको भर्खर जन्मेका यो कलिला मुनाहरूले केही गर्छु भन्दै आएका छन्। यो सुदन बालेनले गरेन भनेर मैले अहिले बोल्ने बेला भएको छैन र मेरो मुद्दा अदालतमा विचाराधीन रहेको कारणले गर्दा उहाँहरूले त्यहाँ हात हाल्न मिल्दैन। सरकार पनि न्यायालयभन्दा माथि छैन, त्यो कारणले गर्दा म आश बोकिरहेको छु। धेरैजना सरकारसँग आशावादी थिए, तर अहिले हेर्ने हो भने विद्यार्थीहरू प्रायः जस्तो एउटा कोठा लिएर बस्ने विद्यार्थीहरूलाई अहिले कति सकस परेको छ ग्यास नभएर होइन। इलेक्ट्रिक जगमा पकाएर खाइरहनु भएको छ मेरो छिमेकीहरूले। के तपाईँले ग्यास पाइरहनु भएको छ? पहिलो कुरा म खाना नै बनाउँदिनँ, त्यो कुरा चाहिँ मलाई थाहा छैन। म जहिले पनि 14 वर्ष भयो म एक छाक मात्रै खाने मान्छे हो। आज मैले खुलासा गरेँ 14 वर्ष पुगेर 15 लाग्छ भदौबाट म एक छाक मात्रै खाना खान्छु। 2 छाक खाना खाएको रेकर्ड छैन। दोस्रो कुरा म आफू बनाएर खाँदिनँ, त्यो कुरा थाहा छैन। अर्को कुरा सामाजिक रूपमा आइसकेपछि मैले गर्दिनँ भन्दैमा त्यो कुरामा म पन्छिन मिल्दैन। मलाई लाग्छ मेरो ओपिनियन हो, मिल्न सक्छ या तपाईँलाई राम्रो लाग्ला नलाग्ला, तर यो हाम्रो केही दिन अगाडि चाहिँ सिरामा जुन घटना घट्यो, जुन घटना चाहिँ नेपाल र भारतको बोर्डरमा रहेको घटना थियो, त्यो घटनाको कारण अहिले चाहिँ हाम्रो ग्यासहरू अलि अभाव छन्। र अर्को कुरा के छ त भन्दा आधी सिलिन्डर दिने भन्यो नि त। म व्यापारी हो क्या, म व्यापारी हो भने आधी सिलिन्डरको मैले 500वटा ग्यास ल्याएर राखेको छु। अनि आधी ग्यास लैजाऊ भन्दा नलाने क्लाइन्टहरू, अनि भरि ग्यास चाहिँ उसले कसरी दिन्छ त? त्यो आधी सिलिन्डर उसले कति दिन भात पकाएर पुग्छ एउटा व्यापारीले? ग्यास खपत भइरहेको छ, राम्रैसँग आइरहेको छ भन्ने छ। यहाँ बिचमा कतै होइन हाइस्याक भएर बसेका छन् भन्ने कुराहरू निक्लेका छन्। मैले भनिसकेँ व्यापारीले यो कारणले भित्र लुकाएका हुन सक्छन् कति। यो चाहिँ सरकारले छापा मारेर कसले कति गरिरहेको छ, भइ दिइरहेको छैन कि साँच्चीकै हाम्रो अभुग भएको हो कि, त्यो विषयमा चाहिँ मैले भन्दा पनि सरकारी निकायले यसमा सूक्ष्म रूपमा छानबिन गर्नुपर्छ र गर्छ भन्ने आशा छ। हजुर, धेरै आशावादी हुन्छ। र हिजो भर्खरै हाम्रो पूर्व प्रधानमन्त्री तथा काङ्ग्रेसका पूर्व सभापति, अहिले त सभापति नै लेखिएको छ उहाँको सिट अगाडि पनि होइन, उहाँ आउनुभएको छ। अनि शेरबहादुर राव देश बचाऊ भन्ने नारासहित उहाँलाई भव्य स्वागत गरियो होइन, बाजागाजासहित। के छ आश छ उहाँबाट पनि? यस्तो छ तपाईँ, हामीले त्यति धेरै नौलो मान्नुपर्ने विषय छैन। पूर्व प्रधानमन्त्री एक त, दोस्रो कुरा चाहिँ त्यहाँभित्र भएको कुरा हामीले बुझ्दाखेरि राजनीतिकरण गरिरहेछ। तर त्यहाँ काङ्ग्रेसभित्रकै गुटले चाहिँ शेरबहादुर पक्षधरमा कति छन्, गगनको पक्षधरमा कति कार्यकर्ता छन् त भनेर त्यो देखाउनको लागि गरिएको मास जस्तो लाग्छ। र पहिलो कुरा उहाँ यहीँको प्रधानमन्त्री यहीँ बसेर जानुभएको, यहाँ पनि जिएनजीले हटेर जानुभएको, त्यो वेलकम गर्दाखेरि त्यति धेरै अनौठो मानेर हामीले वाह गर्नु नि छैन होइन, धिक्कार गर्नुपर्ने पनि जरुरत लाग्दैन मलाई। उहाँ आफ्नो घरमा फर्किनु भएको छ, आफ्नो देशमा फर्किनु भएको छ, उहाँलाई वेलकम गर्छौँ। अब यदि साँच्चीकै दोषी हुनुहुन्छ र भने सरकारले छानबिन गर्ने नै छ। अब होइन यद्यपि भने अब त्यो सरकारले गर्ने कुरा मैले गर्ने होइन। मलाई लागेको कुरा चाहिँ तपाईँले ठ्याक्कै बुझ्नुहोस्, गगन पक्ष र शेरबहादुर पक्ष कति छ त, मास देखाउन त भन्ने लाग्यो। र अर्को कुरा मलाई लाग्छ रुख चिन्हको विवादित विषयलाई अदालतले निस्सा दिइसकेको छ, त्यो कारणले होइन शेरबहादुर पक्षधरले पाउँछ भनेर त्यो निकालेको मास हो। हजुर, अनि हिजो भर्खरै उहाँले दिनुभएको अभिव्यक्ति होइन, 35 वर्षमा ज्ञानेन्द्रले त सकेन, अब यो सरकारले सक्ला त भन्ने जुन अभिव्यक्ति थियो, त्यसमा चाहिँ के भन्न चाहनुहुन्छ तपाईँ? यस्तो छ, यो सरकारले सक्ला त भन्दा पनि त्यहाँभित्र व्यङ्ग्य कुरा थियो जस्तो लाग्छ मलाई। मैले बिहान एउटा स्टाटस पढेको थिएँ होइन, एउटा भोगटेको विषयमा लेखेको स्टाटस पढेको थिएँ। भाइ तिमी हामीले पनि त पहिला देश चलाएकै हो नि, तिमी सरकारलाई किन विरोध गर्छौ अहिले भनेर एउटा स्टाटस हाल्नु भएको थियो उहाँको पेजबाट। मैले अघि भर्खरै आउँदै बाटोमा टक्क देख्न पाएको थिएँ। 35 वर्ष शासन गरेर सक्दैनौँ होइन कि, गणतन्त्र पनि त हामीले राजतन्त्र ढालेर गणतन्त्र ल्याएकै हौँ, हामीलाई लडाएर यो सरकार आयो, यो कुन चाहिँ अनौठो कुरा हो र भनेर उहाँले त्यसरी भन्न खोज्नु भयो होला। हामीले त्यतातिर चाहिँ बुझ्दा हुन्छ। ए हजुर, अनि आज चाहिँ माइती घर आउनुको कारण चाहिँ के थियो, केही विशेष छ कि? म जहिले पनि आउँछु माइती घरमा, विशेष भन्दा पनि म आउने बित्तिकै विशेष हुँदैन। यहाँ म जस्तै पीडित दिदीबहिनीहरू हुनुहुन्छ, यो सडक सङ्घर्ष मैले 4 वर्षदेखि गरेको, जति सडकसँग मेरो अट्याचमेन्ट छ नि त्यो अट्याचमेन्ट चाहिँ धेरै प्रगाढ हुँदो रहेछ। अहिले त दिदीबहिनीहरू यसरी बस्न पाउनु भएको छ। मैले जुन बेला सङ्घर्ष गर्थेँ त्यति बेला मलाई सडकमा देख्यो भने प्रहरीले च्याप्प समातेर लगिहाल्थ्यो क्या, च्याप्प बाहिर निक्लेर लगिहाल्थ्यो। यहाँनिर एउटा काठको थुप्रो थियो, हामी चाहिँ त्यहाँ लुकेर बस्थ्यौँ क्या प्रहरी आएपछि। त्यो अवस्थाबाट यो सडक सङ्घर्ष गर्दै आएको। हाम्रा कतिपय साथीहरू आज सदनमा हुनुहुन्छ भने हामी चाहिँ सडकमै छौँ, त्यो सडकको आवाज चाहिँ हामीले बोल्नुपर्छ र दिदीबहिनीलाई सान्त्वना दिनुपर्छ। घरलाई होइन जक्सनै बनाइएको छ होइन, आएर चटपटी बेच्नेदेखि लिएर अचार व्यापार गर्नेदेखि लिएर विभिन्न कामहरू यहाँ भइरहेका छन् होइन।
अब न्याय माग्ने थलो भनेर तपाईँले चिन्नुहुन्छ, अब यहाँ चटपटी बेच्न आउँछन् तिनीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? यो चाहिँ मैले भन्दा पनि प्रशासनले निगरानी राख्नुपर्ने कुरा हो, किन भन्दा यो न्यायको उद्गम थलो हो। हजुर, हामी त्यसरी चिन्छौँ। माइतीघर मण्डला भनेपछि मान्छेहरू धेरैलाई त झन् माइतीको मण्डला घरै सरे त्यहाँ गएर बस्ने हो अरे भन्ने गाउँतिरको दिदीबहिनीलाई त्यो फिलिङ रहेछ। कतिपय मलाई भेट्न आउँदाखेरि भन्नुभयो कि शोभाजी माइती घर खोइ त कहाँ छ त घर भनेर सोध्ने व्यक्तित्वहरू नि हुनुहुन्छ। त्यस्तो व्यक्तिहरू न्यायको थलोमा आउँदाखेरि यस्तो काम चाहिँ नगरिदिनुहोस्। तर अहिलेको सरकारसँग यी बसेका दिदीबहिनीहरू चाहिँ आफ्नो पीडा लिएर बस्नु भएको छ। सबैले न्यायको आश गरेर आउनुभएको हो क्या। आउने भए यहाँभन्दा पहिला पनि आउनुहुन्थ्यो उहाँहरू। के छ अब अहिले तपाईँ अभियन्ता बन्नु भएको हो, त्यसो भने कुनै मलाई अभियन्ता भनेर नभन्नुहोस्, म एउटा पीडित। र अर्को कुरा आवाजविहीनको आवाज चाहिँ हो। अभियन्ता भन्ने शब्दहरू चाहिँ धेरै लाजस्पद भइसक्यो। कति अभियन्ता बनेर साथीहरू आज सदनमा छिर्नु भएको छ, त्यहाँभित्र बोलेका अमर्यादित शब्द, उहाँहरूले गर्नुभएको कार्य देखेर मलाई सामाजिक अभियन्ता भन्न चाहिँ एकदमै लाज लाग्छ। म शोभा पाठकै ठिक छु, तपाईँहरूको एउटा दिदी भन्नुहोस्, बहिनी भन्नुहोस्, म अभियन्ता भन्न रुचाउँदिनँ। किन भन्दा म न्याय दिने मान्छे हुनुहुन्थ्यो, फेरि अहिले तपाईँ भनौँ न अन्य पीडित दिदीबहिनीको चाहिँ आवाज बनेर तपाईँ अगाडि बढिराख्नु भएको छ क्या। अनि अभियन्ता भनेर के भन्ने तपाईँलाई नभने? आवाजविहीनको आवाज हो। शोभा पाठक आफै एउटा पीडित हो। तपाईँले पहिला थियो होइन क्या, अहिले पनि छु म पीडित छु भन्दैमा म च्यातेको लुगा लाएर आँसुका धारा बगाउँदै अनि म च्यातेको फाटेको प्यान्ट लाएर अनि यहाँ न्याय माग्न आऊ, त्यो त होइन नि त। मेरो नैतिकताले पनि दिँदैन। म यही इलेक्सनमा पनि एउटा क्यान्डिडेट बनेर जनताको सेवा गर्छु, कानुन बनाउँछु भनेर गएको व्यक्ति हो नि त। त्यो कारणले पनि मैले आफ्नो एउटा पर्सनालिटीलाई चाहिँ गिराउन नदिएको हो। यद्यपि पीडित त म अहिले पनि पीडित छु नि। पीडा त मनभित्र हुन्छ क्या, बाहिर देखाउने पीडा चाहिँ म गर्न चाहदिनँ। तपाईँ अब कतिको अपडेट हुनुहुन्छ? अहिले जो आइजिपी हुनुहुन्छ दानबहादुर कार्की, उहाँलाई चाहिँ गम्भीर खालको आरोप चाहिँ माननीय खगेन्द्र सुनारले लगाउनु भएको छ। जुन जुत्ता मोजा भाटादेखि लिएर विभिन्न कुरामा चाहिँ भ्रष्टाचार भएको छ, छानबिन हुनुपर्छ भनिएको छ। के छ तपाईँको यसमा भनाइ? म चाहिँ के भन्छु भन्दा म त्यति धेरै सन्तुष्टि छैन र यो प्रति मेरो आपत्ति छ। आज एउटा यो देशको यही सरकारको गृह मन्त्रालयको मातहतमा रहेको आइजिपी यही सरकारका लागि निरन्तर खटेर लागिरहनु भएको छ दानबहादुर कार्की। यो आरोप हो, छानबिन गरे हुन्छ। समितिमा त्यसरी एउटा व्यक्तिलाई आरोपित बनाएर छिडेर बोल्ने भाषा होइन। यदि छ भने त उहाँहरूकै सरकार छ नि, गरे भयो नि त छानबिन। आज एउटा समितिमा बसेर माननीय जस्तो व्यक्तिले यस्तो बोल्नु चाहिँ यो घोर आपत्ति छ। यसमा म सन्तुष्टि छैन। यसमा चाहिँ उहाँहरूले मलाई लाग्छ आज मात्रै गृहमन्त्रीज्यूले भर्खरै म एउटा कानुन समितिको बैठकको हेर्दै थिएँ म आउने क्रममा, उहाँले त्यहाँ पनि बोल्नु भएको छ। हाम्रै मातहतमा रहेको एउटा आइजिपीलाई चाहिँ यसरी बोलियो, यो चाहिँ मलाई मर्यादित भएन र योमा असन्तुष्टि छ भनेर गृहमन्त्रीज्यूले पनि बोलिसक्नु भएको अवस्था छ। यो पक्कै पनि निगरानीमा राखेको विषय होला। अब खगेन्द्रजीलाई चाहिँ मलाई लाग्छ एउटा त्यही भएर अघि मैले अभियन्ता भन्न रुचाउँदिनँ भनिरहेको थिएँ क्या, तपाईँहरूले बुझ्नु भएन। मैले यो व्यङ्ग्यात्मक रूपमा साङ्केतिक रूपमा मैले यही वर्डहरू बोलिरहेका थिएँ। त्यहाँ जाने साथीहरू यही सडकमा बसेर साङ्लै लगाएको सम्झेर बोलेको हो कि होइन, म सांसद हुँ भन्ने कुरा थाहा नपाएको हो कि अनि अभियन्ताकै रूपमा उत्रेको देख्दाखेरि मलाई अभियन्ता भन्न मन नलागेको। तर म त तल्लो दर्जाको प्रहरीको पक्षमा छु, जो चाहिँ उत्पीडन महिला अथवा पीडित रहेका पुरुषहरूको पक्षमा छु। गरिबहरूको पैसा त्यसरी खाएर हिँड्नेलाई म छोड्दिनँ भन्नुभएको नि त, उहाँको कुरा ठिक होइन र? सुन्नुहोस् न, गरिबको पक्षमा उभिएको छ भन्ने ठिक छ त, उहाँ माननीय हो, उहाँकै पार्टीको गृहमन्त्री हुनुहुन्छ, उहाँकै पार्टीको प्रधानमन्त्री हुनुहुन्छ, निकालेर देखाउनुहोस् न त। छ उहाँभन्दा माथिल्लो लेभलमा रहनुभएका मन्त्रीज्यूहरूले नियुक्ति गर्ने, आफ्नै सरकारलाई सहयोग गर्नलाई तल्लीन भएर प्रमुख लाग्ने दानबहादुर कार्कीकै, अनि त्यहाँबाट दानबहादुर कार्कीलाई नै त यस्तो हो भन्ने मान्छे कतिको सही होला त ल भन्नु? गलत मान्छेलाई किन आइजिपी बना? अनि किन आइजिपी मानिरह त उहाँले? एउटा तार्किक कुरा गर्नुपर्छ क्या। हामीले अभियन्ता हो, कसैलाई रिस उठ्यो यो गर्यो भनेर त्यसरी बोल्न मिल्दैन। मेरो ओपिनियनमा चाहिँ खगेन्द्रजीले जे बोल्नु भएको छ त्यो एकदमै आपत्ति छ र यो भर्सना पनि गर्छु म। शोभा पाठक चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको भनौँ न सदस्य हो भन्ने जुन कुराहरू आउँछन् क्या, तपाईँ राष्ट्रिय स्वतन्त्र पार्टीको के छ, पदमा हुनुहुन्छ कि के छ? तपाईँले मलाई यो प्रश्न गर्दै गर्दा गत इलेक्सनमा तपाईँलाई थाहा थियो होला म के चुनाव चिन्ह लिएर उठेको थिएँ, कुन पार्टीबाट उठेको थिएँ मलाई भनिदिनुहोस् त। स्वतन्त्रबाट होला? म स्वतन्त्रबाट उठेको थिइनँ। जेएनजीले जति बेला यो सडकमा मेरा भाइ बहिनीले रगत बगाए नि, त्यो रगतलाई उठाउनको लागि यहीँका बच्चाहरूले चाहिँ खोलेको पार्टी तपाईँ भन्नुहुन्छ 28 वर्षभन्दा माथिको एकजना पनि छैन त्यो पार्टीमा। त्यस्तो पार्टीबाट मैले त्यो के अरे बिलोङ गरिरहेको थिएँ, तपाईँलाई थाहा छ होला।
म परिवर्तनको पक्षको लागि राष्ट्रिय स्वतन्त्र पार्टी होस्, काङ्ग्रेसका माननीयले बोल्छन्, एउटा उर्मिला थपलियाले बोल्नुहुन्छ, म उहाँको पक्षमा छु, ज्वाला सङ्ग्रौलाको पक्षमा छु, सुदन गुरुङको पक्षमा छु। पार्टी साथी मलाई थाहा छैन। म यति बेला परिवर्तनको पक्षमा जसले गर्छ र जनताको हितको लागि जनमतको कदर जसले गर्छ उसको पक्षमा हो। म कुनै पनि राष्ट्रिय स्वतन्त्र पार्टीको होइन, तर परिवर्तनको पक्षमा चाहिँ हो म। भनेपछि अब के तपाईँले एमालेको चाहिँ खेदो खन्नुहुन्छ, त्यस बाहेक अन्य पार्टीलाई चाहिँ तपाईँले साथ समर्थन गरिराख्नु भएको छ भन्ने जुन कुरा हो? मैले कसरी अन्य पार्टीमा भने मैले खेदो खने हो र भने घरबाट कट्टु पनि लाउनु नदिकन लोहटे त जेएनजीले मैले लोहर्दिए हो र सबै घर घरमा गएर लोहटिसके त। तँ अपराध गराएको, अपराधले लोहटेको, भ्रष्टाचारले लोहटेको व्यक्तिहरू त राम्रा छन् नि त। सुवाङ नेमाङ जस्तो व्यक्तिको हामी स्यालुट गर्छौँ त। लिएर आउनुहोस् सुवाङ नेमाङलाई भोलि पार्टीको अध्यक्ष बनायो भने के थाहा हामी सुवाङ नेमाङको पछि पो लाग्छौँ कि लाग्दैनौँ? त्यस्ता व्यक्ति त आउनु पर्यो नि त। जहिले नि पिण्ड खाना लागेका, दुईवटा किडनी फेलेकाले अनि जहिले ठाउँ ओगटेर बस्ने म एमाले हो भन्ने, मदन भण्डारीको विचार बेच्ने, मनोमानको विचार बेच्ने, अनि काम चाहिँ कम्पनीको गरेर बस्ने, अनि हामी एमाले हुन्छौँ त, गर्छौँ त? हिजो नबुझुन्जेल, केही कुरा थाहा नहुन्जेल म एमालेमै छनन विद्रोह गर्ने छोरी हो। तपाईँले कतिको हेर्नु भएको छ मलाई थाहा छैन। म त्यही पार्टीको केन्द्रीय सदस्य हुँदा नि गरेको। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको पात्र तपाईँ पनि हुनुहुन्थ्यो अरे। तपाईँले मलाई भनिरहेको छु, यो कुरा सुन्नुभयो भने म त्यही पार्टीको केन्द्रीय सदस्य हुँदै गर्दा पनि, म त्यहीँभित्र बस्दै गर्दा पनि म विद्रोह गर्ने छोरी हो। एउटा कुरा स्मरण गर्नुहोस्, गान्धीलाई गएर वीर शपथ भनेर आउनुभयो उहाँले। मैले भने आफूले सगरमाथा जस्तो टोपी लाएर गएर दौरा सुरुवाल लाएर नेपालले पृथ्वीनारायण शाहले एकीकरण गरेको राज्यको प्रधानमन्त्री तपाईँ आज गान्धीलाई गएर वीर शपथ किन भन्नुभयो भनेर सोध्ने छोरी म यो त्यति बेला केन्द्रीय सदस्य थिएँ। त्यसपछि उहाँले नुन बेसारका कुरा गर्न थाल्नुभयो। त्यति बेला पनि मैले विरोध गरेँ। चुच्चे नक्साको कुरा गर्नुभयो, तपाईँ कागजमा होइन फिर्ता गरेर देखाउनुहोस् तब तपाईँ सच्चा प्रधानमन्त्री भन्छु भनेर विरोध गर्ने मान्छे हो। जहाँनिर नराम्रो काम हुन्छ त्यहाँनिर आफ्नो होस् अर्को होस् शोभा पाठकले जहिले विरोध गर्छ। आज राष्ट्रिय स्वतन्त्र पार्टी मेरो होइन, म कुनै सदस्य त छैन, म सिसिएम होइन, केही पनि होइन, तर म उनीहरूले गर्न खोजेका कुरा एउटा साँच्चै हामी जस्तो जुझारु युवाहरू गइरहेका छन्, तिनीहरूले केही गर्छु भनेर जान्छन् भने हामीले पुस गर्नुपर्छ भनेर पिलर जस्तो उभिएको छोरी हो। अन्य दलले तपाईँको समस्या हल गर्न सकेनन्, राष्ट्रिय स्वतन्त्र पार्टीले न्याय दियो भन्ने जुन कुराहरू आउँछ नि, साँच्चै हो? यस्तो हो, न्यायको खुड्किलाहरू चाहिँ मैले केही केही पार गरेको अनुभूत गरेको छु। जुन घटना यहीँनिर सुदनजी चाहिँ ब्याक हुनुपर्छ भनेर हामी यहाँ अनुसन्धान बसिरहेका थियौँ, त्यति बेला म माथि आक्रमण भइसकेपछि अरू बेला धेरै पटक भएको थियो, त्यति बेला पक्राउ गर्दैन प्रहरीले। तर त्यति बेला चाहिँ सुदन गुरुङ नहुँदा पनि यो राज्यले चाहिँ पक्राउ गरेर 13 दिन हिरासतमा राखेर कमसेकम आज अपराधी 3 लाख झरौटीमा छुटेको छ भनेपछि मैले न्यायको खुड्किला त पार गर्दै गर्दै आएको हो नि त। मैले महसुस गरेको छु यो सरकार आइसकेपछि। पावर र पहुँचमा रहेका व्यक्तिहरूलाई पक्राउ गर्न अथवा भनौँ न न्याय पाउने आश चाहिँ कमै हुँदो रहेछ है? कमै हुन्छ होइन, हुँदैन। तपाईँ सुन्नुहोस्, जुन बेला मेरो घटना भएको थियो त्यति बेला केपी शर्मा ओलीले गर्दाखेरि बचाउ गरेर राखिरहेको थियो। केपी शर्मा ओलीकै माताहतमा प्रहरी थिए, केपी शर्मा ओलीकै माताहतमा सरकारी वकिल थियो, केपी शर्मा ओलीकै माताहतमा उच्च अदालत थियो। पहिलाको भाष्य नै उच्च अदालत एमालेको, सर्वोच्च काङ्ग्रेस र एमालेको, जिल्ला अदालत मिक्स भनेर भनिन्छ क्या। त्यस्तो अवस्थामा मैले न्याय खोजेको थिएँ र प्रहरीहरूले पनि दबावको कारणले प्रभावको कारणले म बुझ्छु प्रहरीको मर्म, भन्छु म उहाँहरूलाई पनि तपाईँहरू साथीहरू तपाईँ चेपुवामा हुनुहुन्छ, तपाईँहरूले मलाई न्याय दिन नखोजेको होइन, तपाईँलाई दबाव गरेको, तपाईँहरूले जागिर प्यारो ठान्नुभयो, त्यो भएर मलाई अन्यायमा पार्नुभयो भन्दा उहाँहरू मसँग हाँस्नुहुन्छ होइन भन्न सक्नुहुन्न क्या। दबावमा पारेर म चाहिँ न्याय नपाएको हो। अब दबाव दिने मान्छे छैन। गृहमन्त्रीले कहिल्यै फोन गर्नुहुन्न प्रहरीलाई, यो काम गर्दै त भनेर गर्नु हुँदैन। अब त्यति भएपछि चाहिँ प्रहरीको हतकडी खोल्या छ, अब चाहिँ न्यायको आशा गरेको तर महिला दिदीबहिनीहरूले तपाईँमाथि खनिए नि माइती घरमा आएर विभिन्न आरोप लगाए। त्यो बेलामा तपाईँलाई भनौँ त्यो सरकारी वकिल कार्यालयसम्म त्यो लहटेको त्यो छेड तपाईँले बिर्सिनु भयो। तपाईँले चाहिँ एकदम गलत देख्नु भएको रहेछ। तपाईँको आँखाले त्यति बेला नदेख्या भए कुनै क्यामेराको फुटेज हेर्नुहोस्, यहाँनिर म बसिरहेको थिएँ, एमालेको कार्यक्रम रहेछ मलाई त थाहा पनि थिएन। जमुना बहिनीलाई चाहिँ हामी उठाउन कोसिस गर्दै थियौँ। म ललितपुरको सिडिओ साहब आउँदै हुनुहुन्थ्यो, म यहाँको सिडिओ साहबसँग समन्वय गरेर, किनभने अर्को जिल्लाको भएको कारणले समन्वय गरेर म उठाउन आउँदै थिएँ। अनि आउने क्रममा उनीहरूले मलाई आक्रमण गर्न खोजे। गरिसकेपछि प्रहरीले चाहिँ छेकेर तपाईँ यहाँ नबस्दिनुहोस्, हामी तपाईँलाई लान्छौँ भनेर सुरक्षादार त्यहाँसम्म लगेको हो। मलाई आक्रमण गरेको हो, यो गरेको होइन। त्यो उदण्डता, उच्छृङ्खलता, भ्रष्टाचारी, बलात्कारी, हत्याराहरूका कुरा गर्नुहुन्छ अझै तपाईँ। महिलामाथि महिला किन खनिन्छ भन्ने जुन कुरा हो, यही कुरा म हिजो अस्तिको कुरा गर्दैछु, तपाईँहरूकै पत्रकार साथीहरूका कुरा गर्दैछु क्या। बलात्कारीका श्रीमतीहरू के गर्छन्, बुढाले बलात्कार गर्दै हिँड्छन्, मेरो बुढा यस्तो हो भनेर आउँछन्, जेलभित्र खादिन्छन्। अर्को पत्रकारिताको चलित हत्या गर्दै आउँछन्, मेरो बुढाले 35 वर्षदेखि गर्दै आयो भन्छन्, अनि त्यहाँबाट अब कति दिनमा फेरि भित्र छिर्दैछन्। हो, यही भन्छु, महिलाको शत्रु महिलाले हो। यदि साँच्चीकै हामीले समर्थन गर्ने हो भने
आज महेश बस्नेतको बुढीले किशोर श्रेष्ठको बुढीले आज त्यो बहिनीलाई समर्थन गर्न पर्थ्यो। मेरो बुढी म महिला हो, पहिलो कुरा म महिला हो, कसैको छोरासँग बिहे गरेर गएपछि बल्ल श्रीमान भएको हो। महिला त एकै हुन् नि। आज त्यो महिला श्रीमानले गलत गर्दा किन तपाईँले सपोर्ट गर्नु भएन खासमा? के भन्नुभयो? श्रीमानले गलत गर्दै गर्दा चाहिँ तपाईँले किन सपोर्ट गरेको छैन? मैले कहाँनिर गरे देख्नु भएन? 1 2 3 देखाइदिनुहोस् त मलाई। गलत गर्ने अपराधी महिला पुरुष जोसुकै हुन्, हामी समर्थन गर्छौँ। त्यस कारणले तपाईँको साथमा छैन नि त। ठिक छ नि त, हामीलाई साथ हुनु पर्दैन। सत्य छ क्या मसँग, सत्य डगमगाउँदैन। हिजो मलाई एउटा मेरो उदाहरण हेर्नुहोस्, हिजो मलाई महेश बस्नेतले यही सडकमा नाइट ड्रेसमा लहटेको थियो। आज त्यसका घर परिवारै लिएर कट्टु पनि लाउन नपाइकन जिएनजीले लहटे त मेरो आँखाले देखेँ। धैर्य गर्नुपर्छ, धैर्य मानिसको साथी हो, लगाम लाग्नुपर्छ। आफ्नो कुरामा सत्य छ भने त्यो एक दिन जित हुन्छ। सम्बन्ध जोगाउनको लागि श्रीमान श्रीमतीमा त गलत भए पनि समर्थन गर्नुपर्छ भन्ने जुन कुरा ए बाबा, त्यसकै परिवर्तनको लागि शोभा पाठक उभिएको हो नि त। परिवर्तन गलत, मेरो छोरा छ, मेरो बुहारी छ, मेरो श्रीमान छ, मेरो आमा छ, मेरो बाउ छ, जोसुकै होस्, गलत गलत हो। कानुन इक्वालिटी हुनुपर्छ, चाहे यो चाहे त्यो होस्। म यसैको बारेमा बोलिरहेको छु हरेक दिन। मेरो लागि मात्रै म लडेको छैन, तपाईँलाई थाहा छ होला। दर्जनौँ अहिलेको दिनमा नि म 32वटा केस हेरिरहेको छु। 32वटा धेरै ठाउँबाट त फोन आउँछ, मलाई सुन्न पनि लाज मर्दो भइसक्यो क्या। यो 77 जिल्लाबाट न म सरकार, न म कुनै पावरमा छु, न सरकारको कुनै अङ्गमा छु। सबैजना शोभा दिदी मलाई यसो गर्यो भन्छ, राति कसैले खुकुरी हान्यो भन्छ, कसैले के गर्छ। अस्ति मात्रैको घटना बाटामा जाँदा जाँदै एउटाले ठ्याक्कै खुकुरी हानिदियो। त्यो उठाएँ, प्रहरीलाई पठाएँ, उता पठाएँ, फेरि पछि के भन्छ, ऊ हस्पिटलमा हुँदैन शोभा दिदीलाई बोलाइदिए भन्छ। तर महिलाहरूले हेर्ने दृष्टिकोण शोभा पाठकमाथि चाहिँ अलिकति फरक छ भन्छन् क्या। तपाईँले देख्नुभयो होला, पहिलो चरणमा थियो होला, पछिल्लो चरणमा महिला दिदीबहिनी जति बुझ्नु भएको छ उहाँहरूले असाध्यै राम्रो लिदिनु भएको छ, सपोर्ट गर्नुभएको छ। उहाँहरूको सपोर्टको कारणले आज यहाँ छु र ऊर्जा छु। नेगेटिभ लेख्ने दाजुभाइ दिदीबहिनी आमा बुवाहरूले जति बुझ्नुभयो त्यतिलाई धेरै धेरै धन्यवाद। मलाई गाली गरेरै भए पनि तपाईँहरूले ऊर्जा दिनुभएको छ, त्यो पनि मेरो एउटा बाटो हो। गाली गर्ने मान्छे नै चाहिन्छ अलिअलि, त्यो भएन भने त म अगाडि बढ्ने पाइला चाल्ने ठाउँै हुँदैन। त्यसैले उहाँहरूले बुझेका कुरा भनिदिनु भयो, उहाँलाई नराम्रो भन्दैन। हुन्छ, हस्, धन्यवाद।